हेलो साथीहरूलाई स्वागत छ मेरो अर्को आइपिओ अपडेट भिडियोमा। र साथीहरू, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो आइपिओ बाँडफाट गरिसकेको छ। उक्त कम्पनीले चैत 5 गते बिहान 8:30 बजे चाहिँ कम्पनीको आइपिओ बाँडफाट गरेको साथीहरू। कम्पनीले कुल 18,45,000 किता सर्वसाधारण जनताको लागि खुलाएको थियो साथीहरू। र उक्त कम्पनीको प्रति किता मूल्य थियो रु 100 रुपियाँ। र कम्पनीमा चाहिँ आइपिओमा 19,55,685 जनाले चाहिँ आवेदन दिएका छन् साथीहरू, जसमध्ये 2,25,84,770 किता चाहिँ आवेदन परेको छ है साथीहरू। र यो 13.28 गुणा बढी ओभर सब्सक्राइब भएको छ साथीहरू, भएको थियो साथीहरू। र कम्पनीमा चाहिँ कुल 1,84,500 जनाले मात्र यसको 10 किता सेयर पाउनेछन् साथीहरू। र अरू बाँकी रहेको 17,71,185 जना चाहिँ खाली हात फर्किनेछन् साथीहरू। लगायत उक्त कम्पनीमा 10,126 जनाको आइपिओ चाहिँ रद्द भएको थियो साथीहरू। विभिन्न कारणले चाहिँ रद्द हुन्छ, कसैको पैसा नपुगेर रद्द हुन्छ, कसैको डबल एकाउन्ट भएर रद्द हुन्छ, विभिन्न कारण हुन्छन् साथीहरू रद्द हुने। अब हजुरहरूले चाहिँ आइपिओ उक्त कम्पनीको आइपिओ रिजल्ट cdsc.ipo.result मा गएर हेर्न सक्नुहुन्छ। उक्त लिङ्क म तल डिस्क्रिप्सनमा पनि राखिदिनेछु। लगायत हजुरले मेरो सेयर जहाँबाट हजुरहरूले भर्नुभएको त्यहीमा पनि गएर हेर्न सक्नुहुन्छ। र लगायत उक्त कम्पनीको सेयर निकाल्ने आइपिओ निष्कासन गर्ने क्यापिटल NIMBS क्यापिटल लिमिटेडबाट पनि हेर्न सक्नुहुन्छ। इक्रा नेपालले चाहिँ उसलाई चाहिँ BB को रेटिङ दिएको छ साथीहरू। सो उक्त रेटिङ अनुसार कम्पनी ठिकै राम्रै मान्न सकिन्छ कम्पनीलाई है। कम्पनीको चाहिँ फाइनेन्सियल रिस्कहरू चाहिँ अब्लिगेसन्सहरू चाहिँ ठिकै छ भनेर मान्न सकिन्छ साथीहरू। सो अब आइपिओ चेक कसरी गर्ने हेरौँ है त साथीहरू। ipo.result.cdsc.com मा जानुहोस् र फर्स्टमा आउने लिङ्कमा क्लिक गर्नुहोस्। यो वेबसाइटको लिङ्क म तल डिस्क्रिप्सनमा पनि राखिदिनेछु साथीहरू। यसरी आउँछ साथीहरू। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई सेलेक्ट गर्नुहोस्। हजुरको 16 डिजिट बिओआइडी नम्बर टाइप गर्नुहोस्। यो क्याप्चा हान्नुहोस् र भ्युज रिजल्ट गर्नुहोस्। सरी नट एलोटेड फर द एन्टर्ड बिओआइडी। सिट, मेरोमा त परेन साथीहरू। हजुरहरूकोमा पर्न के गर्छ साथीहरू, यदि परेको छ भने चाहिँ हजुरको एलोटेड 10 क्वान्टिटी भनेर यहाँ देखाउँछ है। यदि परेको छ भने साथीहरू कमेन्ट गर्नुहोस्, परेको छैन भने नपरेको साथीहरूले पनि कमेन्ट गर्नु होला साथीहरू। मलाई त परेन स्याडली। र अरू थप कम्पनीको अपडेटको बारेमा मसँग जोडिनुहोस् साथीहरू, अपडेट चाहिँ आइराख्नेछ है। हस्, धन्यवाद।